यतिखेर हामी अप्पर मुस्ताङ लोमान्थाङ जाने बाटोमा छौँ। हामी यतिखेर लगभग दुईवटा झरना कटेर एउटा अत्यन्त यो चाहिँ हिउँ परिरहेको छ। यहाँ पृष्ठभूमिमा यति मजाले हिउँ परिराखेको छ। यो ठाउँमा चाहिँ अहिले हामीले दायाँमा के देखिन्छ किन सेताममा हिउँ मात्रै। आहा कस्तो मिठो यो रमाइलो छ। अब हामी यहाँबाट अझै 5 घन्टा हामीलाई चाहिँ लोमान्थाङ पुग्न लाग्छ, करिब 5 घन्टा। यो ठाउँलाई चाहिँ के भन्छ नामै थाहा भएन। अरू सोइला हामी यो ठाउँमा अहिले सोइला भन्ने ठाउँमा छौँ। हाम्रो हामी यो दुईवटा गाडी लिएर आएका छौँ। अनि हाम्रो आदरणीय माननीयज्यू जसले लोमान्थाङको बारेमा दुईवटा गीत यसरी बनाउनु भएको छ, दाजुलाई म अगाडि बोलाउन चाहन्छु। धन्यवाद दाजु। अब हामी त एकदमै खुसी भएका छौँ। हजुरलाई कस्तो लागिरहेको छ यो ठाउँमा आउँदाखेरि? अझ हजुरको त यहीँ घर, अनि हजुर यहीँको सांसद माननीय, अनि यो यसको लागि त हजुरले कति ठुलो विकास गरिराख्नु भएको रहेछ। बाटो पनि देखियो र अहिले चाहिँ एउटा गीतको समग्र पर्यटनको लागि भनेर हजुरले गीत बनाइरहनु भएको छ। त्यसमा हामीलाई पनि जोड दिनुभयो, त्यसको लागि आभारी हुँदै के भन्न चाहनुहुन्छ गीतको बारेमा? र यो सबै यो हिउँ परिराखेको छ यो मौसममा, चिसो मौसममा तातो कुरा दाइको चाहियो। मेन कुरा चाहिँ अब संजोगले यो गीत हाम्रो हात पर्नु र हामी सबै छुटेर यता आउनु भनेको एउटा संजोग पनि हो। र त्यो सँगसँगै अब अहिले चाहिँ फेरि संजोगले यो भिजिट 2020 को कुरा जहाँ हाम्रो अधिराज्यभरि नै चलिरहेको अवस्थामा चाहिँ यही बेलामा चाहिँ यो डिसेम्बरमा चाहिँ हामीले यो गीतलाई चाहिँ लन्च गरेको चाहिँ। अनि त्यसपछि हामीले जनवरी 1 मा चाहिँ ह्याप्पी न्यू इयर 20 भनेर चाहिँ यो गीतलाई चाहिँ यसो निकाल्न सक्छ कि भन्ने हाम्रो चाहिँ प्रेरणा हो। गुड यसले चाहिँ अझ टुरिज्मलाई चाहिँ अझै बढी प्रमोट गरोस्, हामी पनि आशावादी छौँ। हामी के अरे हाम्रो बहुचर्चित गायक मोडल आदरणीय रामजी खानलाई पनि यहीँ हुनुहुन्छ। उहाँ पनि उहाँलाई बाहिर निम्त्याउँछ, हुँदैन भित्र बसेर हुँदैन। कहाँ जाडो हिमालमा आएर जाडो नगर्नुहुन्छ उहाँले। हजुर यता जाडोमा आएर जाडो हिमालमा आएर जाडो खोजेर हुन्छ। लोमान्थाङ के को कसम भन्दैछ न? अरु बोल्दा तात्यो मन तिम्रो सामु बरफ। हाई नमस्ते। साँच्चीकै एकदम बरफ हिउँ परिरहेको छ यति बेला। हामी चाहिँ यति बेला लोमान्थाङ जाँदैछौँ। लोमान्थाङ होइन दाइ? हाम्रो माननीयज्यू, हाम्रो डाइरेक्टर साहब, हाम्रो क्यामेराम्यान ज्यू हुनुहुन्छ, हाम्रो राजेश घिमिरे, हाम्रो सङ्गीता थापा लगायत सम्पूर्ण टिम लोमान्थाङ जाँदैछौँ। र हाम्रो विशेष त यो ठाउँलाई विशेष रूपमा हाम्रो गीत तयार भएको छ होइन? आदरणीय रमेश विजीको शब्द, त्यसपछि बिबी अनुरागी र सुरेश अधिकारीको सङ्गीत होइन? उहाँहरूको वरिष्ठ सङ्गीतकारहरूको सङ्गीतमा यो चाहिँ बनेको छ। एउटामा रामजी खाँड र सङ्गीता थापा मगरले गाउनु भएको छ भने अर्कोमा जुनु रिजालले गाउनु भएको छ होइन? अर्कोमा एउटा बिबी अनुरागीले गाउनु भएको छ। हामी तीनवटा गीतको छायाङ्कन गर्छौँ यहाँ होइन? अनि हामी यहाँ तिमीलाई हजुर त न्युयोर्कमा बस्ने मान्छे, न्युयोर्कमा हिउँ मात्र हिउँमै खेलेर भन्ने मान्छे त यहाँ हिउँमा खेलेर वाक्क भएको मान्छे। तर यो हाम्रो नेचुरल हो, यो हाम्रो हामीले यो हिउँ बनाएको होइन, यहाँ हामीले आफै पारेका हौँ। ए होइन,
त्यहाँ चाहिँ बनाएर झार्छन्। निशा गुरुङ पनि यता आउन अनुरोध गर्छु। हेलो नमस्ते, म एकदम जाडोमा अलिक डराइरहेको छु किनकि अलिकति रुगाखुकी लागिरहेछ। अब निमोनिया नहोस् भन्ने मेरो चाहना हो, त्यो कारणले म भित्रै बसिरहेको छु। र अर्को कुरा म नाइट ड्रेसमा छु। हामी सबै यस्तै ड्रेसै यही हो, किन हिमाल चढ्ने ड्रेस हो यो। हामी त अब जे सकेसम्म तातो गरेर आएका छौँ। यसमा निशा बहिनीको के छ? Hi everyone. I'm just enjoying the snowfall for second time. अनि Second कस्तो time हो? सेकेन्ड टाइम स्नोफल फिल गरेर आएको छु। पहिलाचोटि चाहिँ अलि फुरफुर मात्रै भयो थियो, अहिले चाहिँ एकदम इट्स हेभिली कहाँ? स्नोइङ यतै भएको थियो? दुम्बा लेकमा। दुम्बा अनि सेकेन्ड टाइम पनि मुस्ताङमै स्नोफल फिल गरेर आएको छु। इट्स अमेजिङ, कति रमाइलो यसको भइरहेछ। सम्पूर्ण श्रेय हाम्रो आदरणीय दाजुलाई माननीय जान्छ, हाम्रो माननीय दाजुलाई जान्छ। ल दाइलाई एकदम आभार व्यक्त गर्दै हामी यो दुईटा गाडी लिएर काठमाडौँ लगायत पोखराबाट यसरी चाहिँ आइरहेका छौँ। अझै रमाइलो त यो हिउँ परेको छ के हो यस्तो। ल अनि यो हाम्रो टोली हामीसँगै हाम्रो साविदनको प्राविधिक टोलीहरू पनि छ। हाम्रो मेकअप आर्टिस्ट एकदम हिउँ लागिरह रोशन विशाल। त्यसपछि यो बाटो एकदमै अलि त्यस्तै खालको भएर पनि होला हाम्रो एउटा गाडीमा हल्का एउटा प्राविधिक समस्या आएर फेरि हामी यसलाई त्यसलाई हल गर्दैछौँ। चिसो मौसममा अनि हाम्रो यहाँ हाम्रो अब नाम थाहा छैन, भान्जा भनेर उहाँलाई हामीले भनेका छौँ। जहाँसम्म हाम्रो दाईको भान्जा हुनुहुन्छ उहाँ, हाम्रो क्यामेराम्यान। नमस्ते, हाई, हिउँ परेको छ, रमाइलो भइरहेको छ जुत्ताले टोकेछ के भन्छ अरे त्यस्तोलाई जुत्ताले खाएको थियो होइन यहाँ नि यहाँ चाहिँ करिब 2 फिट 3 फिट हिउँ परेको थियो, बल्ल अलिअलि पग्लिँदैछ। यस्तरी हिउँ परेको थियो यहाँ। यो चाहिँ लोमन्थाङको मेन बजार हो यो। च्याङ्ग्रा नाच्ने कि नाच भन्छ अरे स्याब्रु कहाँलाई राख्छ? ताताले कागज हाल्छ मैले वा अहिले त नखिच्ने होला नि है। अहिले होइन त। अरू बिचमा चस्मा मात्छ झन् यिनीहरूले सिकाउनु पर्ने नि त नि। खुट्टा हाल्न सिक न। म अगाडि जान पायो अहिले पाएन। राजा अलि माथि हेर्छु, माथि
उताबाट घुमाएर भाइ केही हुँदैन यहाँ लिएर आउनु यहाँ हामीले यसरी नायिकाको यसरी घोडा चढेर खिचेका छौँ अब हाम्रो माननीयज्यूले घोडा चढ्दै हुनुहुन्छ दाइको खिच्नु न दौडाउनु दौडाउनु ए के अरे यतिखेर अत्यन्तै चिसो छ लगभग -20 डिग्री सेन्टिग्रेड छ हावा अत्याधिक चलेको छ हामी यहाँ यो लोमान्थाङको मेन बोर्डर रहेछ यो यहाँ हाम्रो भुटिनी नानी आइरहेछन् गाडी तान्न नसकेर ट्र्याक्टरले बाटो बनाउँदाखेरि गाडी तानिएको छैन एकदमै धेरै एक मान्छे हिउँ जमेको छ त्यो ठाउँमा चाहिँ गाडी पनि तान्न सकिरहेको छैन अनि एकदमै चिसो छ कसरी तान्छ गाडी हो ट्र्याक्टरले बाटो पुरै बनाउँदाखेरि पनि तान्न सकेको छैन हाम्रो राज भाउ के छ त खबर अब खबर के भन्नु अब यहाँ यस्तो यहाँ -20 छ जम्मा -20 छैन लोमा माथि हेरे आकाश मात्रै छ आकाश त हुन्छ नि माथि कहाँ माथि नि ज्यान हुन्छ त अनि हाम्रो हिरोइन नानी के छ त अनि गाह्रो छ कडा गाह्रो छ कडा गाह्रो छ धेरै गाह्रो छ हात खुट्टा ठाउँमा छैन ठाउँमै छ चिसो पो छ त चिसोले गाह्रो भएको छ अनि गाडी आएन यो ट्र्याक्टरले अलिकति तान्दैछ हाम्रो यहाँ सोल्टिनी मेरो बहिनी के छ विचार अनुहार हेरौँ न अनुहार हेरौँ बोल्न सक्ने स्थितिमा छैन अत्यन्तै रमाइलो देखाएको छ फेरि यो यस्तोमा पनि सिन यति रमाइलो देखाएको छ कि सायदै ल यहाँ हेर्नुहोस् यस्तो छ यो बाटो गएपछि योबाट ठ्याक्कै लोमान्थाङको बोर्डर हो यो अनि अब हेर्दाखेरि यो के देखेला नदेखेला यो यस्तो छ यस्तो हामी यसमा सुटिङ त गरेका छौँ तर हाम्रो गाडी एकदम आउँदैछ है हाम्रो गाडी एकदमै प्रेसरमा अगाडि बढिरहेछ गाडी ल्याउनलाई यतिजना नि त्यसरी खट्नु भएको छ कि आयो है ल हेर्नुहोस् गाडी आयो अन्तत एउटा गाडी आयो ल आयो हेर्नुहोस् यति दुःख गरेर आयो यो गाडी ल बधाई छ गुरुजीलाई धेरै धेरै धन्यवाद गुरुजीको साहसप्रति हामी सम्मान गर्छौँ कति बेर लाग्यो दाइ गाडी निकाल्न 2 घन्टा 2 घन्टा लाग्यो है 2 घन्टा लाग्यो नि हजुर अब बल्ल बल्ल गाडी त निकाल्न सक्नुभयो हजुर धन्न गाडी फस्ने जस्तो सम्भावना बढिसकेको थियो होइन अनि अझ अर्को गाडी हुँदैछ अर्को गाडी अब ए ल कतिको गाह्रो भयो त धेरै गाह्रो भयो है गाडी तान्नलाई कति थियो हिउँ कति फिट जति हिउँ थियो 4 फिट देख्नु त 4 फिट हिउँ थियो अरे होइन थियो नै अब हामीले हेरिरहेको छौँ अब हाम्रो यहाँ शेरबिन नानी भोटिनी नानी यहीँ छ थियो अरे नि थियो नै अब के गर्नु यहाँ त अनि अर्को गाडी पनि आउँदैछ हाम्रो ट्रेक भाइ खतरा ड्राइभर छ अर्को पनि उसले पनि ल्याउँछ जहाँसम्म तर खुट्टा चाहिँ कामै नलाग्ने भइसकेको छ हिँड्न नसक्ने भइसकेको छ पुरै भएर अनि ल हेर्नुहोस् प्रकृतिको यति सुन्दर ठाउँ सम्भवतः अर्को ठाउँ त कहाँ पाइएला र होइन के भयो अरे उताबाट जाउँ त उताबाट हाम्रो नायिकाज्यू यहाँ चिप्लेटी खेल्न जाँदै हुनुहुन्छ है
अझै माथिबाट होला My friend, see me now. Down and आएन मजै आएन मजै आएन फेरि वान्स मोर मजै आएन मजै आएन पहिला बच्चामा खेल्दैन थियो बारीको बाटोमा चिप्लो नभएछ क्या I will ask you some question. You just answer me, okay? Okay, first, your name? Mao. Mao, M-A-O. Yes, yes. You from? Japan. Japan. So, how long you been here? Oh, maybe 1 month. 1 month. So, where are you traveling next? Next, Annapurna Base Camp. Annapurna Base Camp. And where did you visit before Lamantang? Before here, where did you visit? Where did you travel before Lamantang? Pokhara. So you know some Nepali words? Nepali language, some Nepali words? Tore tore. Thore thore. Can you speak some Nepali language? धेरै धन्यवाद. Sati. Sati, yes, Sati. friend. And धेरै धन्यवाद. And Rambru. राम्रो. Okay. भागा 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 उहाँहरूको धेरै मेहनत छ यहाँ यति धेरै मेहनत गर्नुभएको छ यति धेरै मेहनत गर्नुभएको छ अत्यन्तै धेरै मेहनत गर्नु भाइ धेरै गाह्रो भयो है चिसोमा है ल भन्छ हजुर गाह्रो भयो यति धेरै गाह्रो त अब त अरू ठाउँमा त्यति धेरै गाह्रो हुन्न होला हेलो
गाडी यति धेरै पस्यो यहाँ अब यहाँ लगभग एक मान्छे छ 5 फिट जति छ 5 फिट 6 फिट छ यहीँ अनि गाडी यसरी फस्यो अगाडि पनि पछाडि जाउँ न सेम तरिकाले तपाईँकोमा लगाउनुहोस् त सामानहरू बाँध्दा त्यो पिजन चाहिँ झुन्डाएर गाउँछ कि माथि ल हुन्छ लिनु जानु न होइन उता लानु उता ल्याएर हो यो बिचमा यस्तो राखेर अनि तान्नु त्यहाँबाट निकाल्नु भयो भने अहिले नि हुन्छ ल अब ठिकै छ ठिकै अब त्यो पिजन मात्र खोल्थ्यो अब जान्छ माटो भेटाइसक्यो झुमालाई दिनुहोस् दिने यता खोल्नु पर्यो नि अब पर्दैन अब जान्छ अलि हेरेर हाल्नु पनि भयो हो यहाँनिर यो अलि हाइट छ अब जान्छ उ त्यहाँ भान्जा भएको ठाउँमा जान्छ क्या खिरीमा लगेर किनेर लगेर मर्छ फरक हुन्छ हामी अहिले कालीगण्डकीको बगर छौँ हाम्रो अगाडि एउटा डोजर छ अनि त्यसपछि हाम्रो अर्को गाडी छ यो चाहिँ कालीगण्डकी को खोला हो हजुर नदी हो त्यो धार्मिक दृष्टिकोणले अत्यन्तै राम्रो देखेको छ त्यो माथिको कस्तो राम्रो आँखा के हेर्नु मैले हालिहाल्दै नै खिच्न नदिएको हामी यसरी यात्रा गरिरहेका छौँ हाम्रो टेक भाइ बहुतै कुशल चालक टेक भाइ पाइलट हाम्रो पाइलट सम्मान दिन मिल्ने भए दिनुहुन्थ्यो यो सम्मान दिने चिजै छैन शालिग्राम दिउँ भनेको भेटिएन अनि मिस्टर रामजी खड मिस सागुरु यो बगर भएर हजुर